गुगल क्रोमको ब्राउजरमा जान्छु। गइसकेपछि यहाँनिर मैले एड्रेसमा चाहिँ www.tsc.gov.np यसरी टाइप गरेर इन्टर प्रेस गर्छु। इन्टर प्रेस गरिसकेपछि यहाँनिर एउटा OMR नमुना दिएको छ। यसलाई मैले क्लिक गरेर यहाँनिर अध्ययन अनुमति पत्र चुज गर्छु। जब अध्ययन अनुमति पत्र चुज गर्छु त्यसपछि अकाउन्ट लगइनमा क्लिक गर्छु। यहाँनिर मैले चाहिँ जस्तो युजर टाइप गरिसके पछाडि त्यसपछि मैले पुनः पासवर्ड टाइप गर्नुपर्ने हुन्छ। मैले टाइप गरेँ। त्यस पछाडि जब लगइन हुन्छ, लगइन भइसके पछाडि हामीले यो दरखास्त पेश गरेको विवरणमा जानुपर्ने हुन्छ। त्यस पछाडि बल्ल अनि यहाँ दरखास्त पेश गरेको विवरणहरू खुल्छ। अघिल्लो वर्षको चाहिँ पनि छ दिनुभएको छ परीक्षा तल देखाउँछ भने यो वर्ष दिएको चाहिँ माथि टपमा भएको चाहिँ यो वर्ष दिएको छ। त्यसरी हामी यहाँनिर एक्सनको सेलमा भ्यू भन्ने अप्सनमा गएर क्लिक गरेर यहाँ चाहिँ प्रवेश पत्र हेर्न यहाँ क्लिक गर्नुहोस् भनेको ठाउँमा यसरी क्लिक गर्न सकिन्छ र अनि त्यसपछि यहाँनिर प्रवेश पत्र देखिन्छ। तर यसको लागि हामीले प्रिन्ट बटनमा थिच्यो भने चाहिँ यहाँनिर प्रिन्ट गर्ने ठाउँ चाहिँ अप्सन आउँछ। यसलाई हामीले प्रिन्टमा गएर प्रिन्टर हामी जुन प्रिन्टर छ त्यो सिलेक्ट पनि गर्न सकिन्छ। तर अहिले प्रिन्ट गर्न छैन, मलाई यसलाई सेभ गरेर राख्नु छ भने मैले सेभ एज पिडिएफमा क्लिक गर्छु। अनि त्यस पछाडि मैले बल्ल सेभमा क्लिक गर्छु। जब सेभमा क्लिक गर्छु मलाई यहाँनिर ड्राइभ लोकेसन दिन्छ। अनि त्यसपछि मैले यहाँनिर एउटा नाम कुनै दिएर, नाम अलरेडी दिएको हुन्छ त्यसमा चाहिँ दिएर मैले सेभमा क्लिक गर्छु। यसरी हामी प्रवेश पत्र प्रिन्ट गर्न सक्छौँ। हस्, धन्यवाद, नमस्कार।